रवि लामिछाने त सहकारीको त सदस्य पनि नभएको मान्छे हो। तर जब राष्ट्रिय राजनीतिमा रवि लामिछानेको उचाइ चुल्यो त्यसपछि यो विषयलाई चाहिँ हतियार बनाएर प्रयोग गरेको जस्तो देखिन्छ। जस्तो रवि लामिछानेज्यू कारागारमै हुनुहुन्छ, उहाँको मुद्दा पेशी दुईपल्ट चढेर त्यो एकपल्ट जिल्लाको अर्को सर्वोच्चको मिसिल झिकाउन आदेश आएको छ। अब कतिको आशावादी हुनुहुन्छ? यहाँ त कानुनको पनि स्टुडेन्ट भएका कारणले अबको पेशीमा के होला भन्ने धेरैको अपेक्षा छ। हिजो पनि अब त्यो मुद्दा अदालतकै क्षेत्राधिकारको विषय हो, आज पनि क्षेत्राधिकारकै विषय हो। हामीले अपेक्षा मात्रै गर्ने हो। खालि सरकारसँग मेरो के आग्रह छ भने एउटा कुरा बुझ्नुहोस् है, सरकार र अदालत बीच एकदमै थिन लाइन हुन्छ। सरकार भनेको कार्यकारी भूमिकामा हुन्छ भने अदालत भनेको न्याय निरूपण गर्ने ठाउँ हो। यो मुद्दाको सुरुवात सरकारवादी मुद्दा भएको कारणले सरकारले मुद्दा हालेको हो र यो चाहिँ निरूपण कहाँ भइराखेको छ भन्दा अदालतमा भइराखेको छ। अब अदालतले चाहिँ यसलाई आफ्नो नियमित प्रक्रिया अनुसारले न्यायको दृष्टिबाट होइन कुन चाहिँ सिद्धान्त कुन चाहिँ कानुनहरू प्रयोग गर्ने भन्ने कुरा त्यो अदालतको क्षेत्राधिकारको विषय हो र निष्पक्ष न्याय निरूपण हुन्छ भन्ने कुरामा अदालतले गर्छ भन्ने कुरामा म विश्वास राख्दछु। यद्यपि हिजोको दिनमा सरकारले धेरै दबाव प्रभावहरू पार्न खोजेको, अलिकति अब धेरै खालका चाहिँ आफ्ना एक्स्ट्रा एक्टिभिजमहरू चाहिँ गर्न खोजेको, रवि लामिछानेमाथि प्रतिशोध साध्ने धेरै उदाहरणहरू गरेको भन्ने कुराहरू देखिराख्या हो। अब अहिले चाहिँ सरकारले, अब नयाँ सरकार आएको छ, यो सरकारले यो मुद्दालाई फास्ट ट्र्याकबाट टुङ्ग्याउनको लागि सहजीकरण गरिदियोस् भन्ने हाम्रो अपेक्षा हो र न्याय निरूपण चाहिँ छिटै होस्।